हेलो गुड आफ्टरनुन सबैजनालाई स्वागत छ मेरो सानो मिनी भ्लगमा। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। हजुरहरू काममा बिजी व्यस्त मस्त हुनुहुन्छ होला, म पनि काममा बिजी मस्त छु। आज म गाई बाख्रा हेर्न आएको, बाख्राहरू चरिरहेको छ देख्न सक्नुहुन्छ। मैले सानो शैली बनाएर यति काफल टिपेँ। हजुरहरू के गर्दै हुनुहुन्छ? कहाँ कहाँदेखि मेरो भिडियो हेर्दै हुनुहुन्छ? लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला। भर्खरै 3:30 बजीदेखि 4 बजीसम्म पानी आयो, अनि त्यसपछि हावाहुरी पानी आइसकेपछि भर्खरै घाम लागिरहेको छ। हजुरहरू देख्न सक्नुहुन्छ घाम। अनि घाम लागेर म बाख्रा पनि फुकाउन आएको। त्यसपछि आजको दिन मेरो गाई बाख्रा हेर्ने, अनि थोरै आइसलु पाकिरहेको रहेछ। हजुरहरू देख्न सक्नुहुन्छ। म टोका आइसलु पनि टिप्छु अनि हजुरहरूलाई देखाउँछु। बाख्राहरू गाई बाख्रा चरिरहेको छ। पानी आएर मौसम एकदम सफा क्लिन देखिरहेको छ, देख्न सक्नुहुन्छ हजुरहरू पनि। यति आइसलु टिपेँ मैले, देख्न सक्नुहुन्छ। पानी आएर एकदम राम्रो मौसम सफा क्लिन भइरहेको छ। आइसलु र काफल कसलाई मनपर्छ, हजुरलाई के नाम भनेर चिन्नुहुन्छ कमेन्ट गर्नु होला। मौसम एकदम राम्रो छ, सफा। सूर्यको किरण देख्न सक्नुहुन्छ। म चाहिँ यता छु, म खाएँ ल। निकै नै मिठो छ। यति थोरै नै आइसलु टिपेँ फेरि नै। आजको भिडियो यति नै। मेरो भिडियो फुल वाच गर्न चाहिँ नभुल्नु होला। हजुरहरूले मेरो भिडियो कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला। बाई बाई, सी यु टुमारो। अर्को भिडियोमा भेटौँला।